डोको नाम्लो लगाएर लागेको हामी गोठतिर। किबी किबी यो साल त त्यो भएन अलिक पढेर हामी जाँदा त यस्तो हरियो भएको यो साल त ठरियो परियो। चैतमै गयो होइन? चैतन आधा अन्तिमतिर पो गयो क्या। लसो अब भने चाहिँ हामी घरमा आइपुगिसकेका छौँ। गोठदेखि गोठ गएर घर फर्किँदै हो। ओ गले गले के छ के छ ल ल यसले चिन्छ मलाई होइन? चिन्छ है? सुतेको सुत सुत। लसो यो चाहिँ मेरो निवास। लु हाम्रो यता बाख्रा नि रहेछन् सबै यस्तो पाराको। के भाइ मेरो हात खाने ओइ उत् ल खा खा ओइ तन खाने हो? मेरो हात निकै मिठो छ क्या हो? खान्छ दिनु त तन खाने ल्याऊ। मेरो हात खाने हो? मेरो हात निकै मिठो छ। गाउँ जाउँ सबै फुलेर एकदम लिक्क भएको छ। अब भने हामी घर पुग्यो। ढोकालाई यहीँ राख्ने होला सायद यस्तो गरेर। ल्याऊ ढोको राख्यौँ हामीले होइन? अब यहाँ हाम्रो मौरी नै देख्न सक्छ। मौरीको घर यता कुखुरा पनि गाई बाख्रा कुखुरा सबै अर्ग्यानिक औषधि। कसले बोजू खनेर ल्याएको पर्यो हुँदैन। बोजू के हो बोजू? बोजू छुट्टा ए अर्ग्यानिक औषधि औषधि हो कि होइन? यो थाहा छ कसैले भनेको कि आफैले? आफैले आफैले कसले भन्नु? औषधि हरिनास हरिनास भने के होला? हरिनास अझै पनि भन्दै थियो त्यो मदनले के भन्छ? औषधि हो कि होइन? खुट्टा फुटेको औषधि अर्ग्यानिक। ल देख न जे गर्नु पऱ्यो नि यस्तो अर्ग्यानिक औषधि। त्यही आफैले त्यो गरेको। यो हराउँदैन छु। यसै लाउनु पर्छ रे। यो राम्रो त पिसेको छैन। काला यो फुलको यस्तो के भन्छ डाँट। अनि आज यता पानी पर्न लागेको छ। यो घरलाई चाहिँ अब टिक्क बनाउनु पर्ने रहेछ। कलर केचाङ पुजुङ देख्दैछ।
ल अहिलेको लो पानी पो झरे त नि आम्मा अहिलेको मौसम यस्तो छ पानी पर्यो पानी पानी पर्यो लुगा उठाउनु पर्यो होइन पानी परेछ के गर्नु ल पानी झरेको हो ओहो ल पानी पर्यो ओहो ल हावा कस्तो चलेको अम्म पारियो हावा रुखको पात झरेको हेर्नुहोस् लु कुन खस्रो लौ आजको मौसम चाहिँ एकदमै खतरनाक भइरहेको आम्मामा हावा चलेर केही छैन ओ माई गड सर हावा चलेको नि ओ माई गड रुखहरू बाँच्नुमा जाँदैछ बाफ रे बाफ ल उडाइ अम्मा पानी ल मान्छे छ ल ऐना गयो यो स्पिकर नै जान्छ फेरि भित्र लिएर जानु मलाई हेर्नु आम्मामा हावा चलेछ भित्र पस्नु पर्छ ल बत्ती पनि गएछ होइन ल हाम्रो हावाले यता सिसा पनि टुट्यो आम्मा ल आज माला जस्तो रहेछ फुलेको फुलहरू नै जइरहेछ कारणले अनि यता यस्तो पाराले हामीले बाहिर जानुको सम्भव नै छैन हिजो त्यसैले हामी यता आएको टक्क तापेर बस्निन्छ होइन आजको मौसम एकदमै खतरनाक भयो अघि चाहिँ घाम चर्कलाएर एकदमै खतरा थियो अहिले भने चाहिँ हिउँ पर्न पनि लागेको छ काखा लेख्दै लेखेर खत्तम अब लेखेर ल कखा यस्तो चा झा झा छा झा चा छा झा झा
यहीँ लेख्न आउँदैन नि यहाँ पहिला भित्र माथिको कुकुलुक लेख्ने दुई जस्तो लेख्नु न यो लेख्नु क्या भोलि यति मात्र Thank you.